लुम्बिनीमा शुक्रबार आयोजना हुने बुद्ध जयन्ती विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन सहभागी नहुने भएका छन्। प्रमुख अतिथिका रूपमा तय भइसकेको भए पनि अन्तिम समयमा उनी कार्यक्रमबाट पछि हटेको लुम्बिनी विकास कोषले जनाएको छ। कोषका सदस्य श्याम रोकाका अनुसार प्रधानमन्त्री व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी आएको हो। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले पनि लुम्बिनी जाने कुनै कार्यक्रम नरहेको पुष्टि गरेकी छिन्। प्रधानमन्त्री नआउने भएपछि अब कार्यक्रममा सभामुख डोल प्रसाद अर्याल प्रमुख अतिथि रहने बताइएको छ। सभामुखका स्वकीय सचिवका अनुसार उनी आजै लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम रहेको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले समेत प्रमुख अतिथिका रूपमा सहभागी हुने सम्भावना चर्चा भए पनि अन्ततः व्यस्तताका कारण उनी पनि उपस्थित नहुने भएका छन्। यता प्रधानमन्त्री बालेनको अनुपस्थितिलाई लिएर विभिन्न अड्कलहरू पनि सार्वजनिक भएका छन्। केही स्रोतले लुम्बिनी विकास कोषका उपाध्यक्षसँग एउटै मञ्चमा बस्न नचाहेकोले उनी कार्यक्रममा नजाने निर्णयमा पुगेको दावी गरेका छन्। तर आधिकारिक रूपमा भने यस्तो कारण पुष्टि भएको छैन। अन्ततः राष्ट्रपति र प्रधानमन्त्री दुवै अनुपस्थित भएपछि बुद्ध जयन्ती समारोहको प्रमुख अतिथि सभामुख अर्याल बन्ने निश्चित भएको छ।